गाइज हैन आज हाम्रो टक्क अब ढुङ्गामा पोलेर रोस्ट खाने विचार गरियो। त्यसपछि हामीले सुरु गऱ्यौँ। ढुङ्गा तात्दैछ। ढुङ्गा तातिसकेपछि ट्राई गर्नेछौँ हामी टक्क पोहोरको मासु। पोहोर भन्छ कि के भन्छ त्यो मासुलाई टक्क पोल्ने होइन। यो के छ यसमा यसमा गिलास रहेछ टक्क स्प्राइट छ। स्प्राइट खानेलाई स्प्राइट, दारू खानेलाई दारू। हाम्रो कुरो पनि हाम्रो सुरु भइसकेको छ हाम्रो सानो चिजबाट होइन। सकेर पनि होइन सुरु हुँदैछ यहाँ। मजा आइरहेको छ गाइज। खाने मान्छेलाई त कति मजा यहाँ पोल्ने मान्छेलाई त मजा आइरहेको छ अरे। ल आधा आधा रातो चाहिँ भइसकेको छ है होइन। पहिलेको भन्दा धेरै चेन्ज भइसकेको छ नि। बिस्तारै हेर्दै गर्नु न। हामी खाइसकेपछि खाली ढुङ्गा पनि देखाउनेछौँ क्या। ल गाइज होइन अब पाक्न लागिसकेको छ होइन। मस्तले पाकिरहेको छ है गाइज। अब खाना मात्रै बाँकी छ। सक्यो नि त तर यो रातो पिस चाहिँ हराएन ल। एक पिस छ यो चाहिँ मेरो रे। सक्यो खाली भयो गाइज होइन। अब आएर पनि तपाईँहरूले पाउनु हुने छैन।